हेलो एभ्रिवान, वेलकम माई युट्युब च्यानल। फेरि पनि तपाईँ सबैजनालाई स्वागत छ मेरो नयाँ दिन नयाँ ब्लगमा। अनि म चाहिँ मनिषा गुरुङ अनि यहाँहरू माझमा फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। अनि सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ म पनि सन्चै नै छु। अनि आजको मेरो दिनचर्या चाहिँ कस्तो हुन्छ हेर्दै गर्नुहोला। अनि मैले चाहिँ अहिले यहाँनिर सब्जी पकाउनको लागि यहाँ रेडी गरिसकेको छु। यो चाहिँ सबैलाई नै थाहा होला सायद, यो चाहिँ तितेबी भन्छ यसलाई चाहिँ। मैले चाहिँ यहाँनिर काटेर हिजो यो तल आन्टीहरूकोबाट ल्याएको थियौँ। अनि यो चाहिँ मैले भुट्न लागेको। अनि आजको मौसम चाहिँ यस्तो छ है, अब कुहिरो लागिरहेछ, पानी कतिको आउँछ, कहिले त यतिकै भएर पानी आउँदैन, कहिले चाहिँ फेरि पानी दह्रो आउँछ। फेरि आज चाहिँ हाम्रोमा कोदोको बिउ गोड्ने खेताला छ, 2 जना जति हुन्छ होला। अब आजको दिनले साथ दिन्छ कि दिँदैन हेर्दै गर्नु होला। अब चाहिँ म लागेँ मुन्टा टिप्न। अब मुन्टा र आलुको झोल बनाउने अनि तितेबी चाहिँ भुट्ने भनेर जाँदैछु। कहाँ टिप्नु भन्ने कन्फ्युज भयो। ऐ घाँस लिएर आएको कि घाँसमा जानु आँटेको? चाहिँ म यो साइडमा जान्छु फर्सीको मुन्टा टिप्नलाई। यहाँ आउँदै पनि रहेछ नि। खा फर्सीको मुन्टा नखा फर्सीको मुन्टा भइरहेछ हाम्रोतिर चाहिँ। एकदमै पर बिचमा पो झन् मजाको आएको रहेछ त हौ मुन्टा त। काँक्रा पनि फलेको छ कि। म चाहिँ मुन्टा टिप्छु अब। गइन्छ होला ओह्रालोमा। यो त फलेको रहेछ, फलेको त अब नटिप्नु होला नि। ठस ठस परेर आएकोहरू छ हौ सबै। क्या दामी दिइरहेछ भने नि मुन्टो चाहिँ फर्सीको मुन्टा। यसलाई चाहिँ कसरी तान्नु, अलिक पर परेछ हौ। फेरि यहाँदेखि गइयो भने त हाम्रोमा चाहिँ काँक्रा पनि फलेको छ। यहाँ छ काँक्रा चाहिँ ठुलो फलेको छ। अस्ति एउटा खायौँ, अझै फल्दैछ। मसिनो चिचुलाहरू बेसी नै लागिरहेछ। म चाहिँ यहाँनिर फर्सी बारीको बिचमा आइपुगिरहेको छु। अहिले चाहिँ म मेरो जाँदैछु। अनि हाम्रो चाहिँ मम्मीहरू अनि खेतालाहरू अघि गइसक्नु भएको छ। अनि अस्ति चाहिँ हाम्रो माथिल्लो बारी सकेको, तल्लो बारी चाहिँ छुटै छैन। अनि आज चाहिँ हाम्रो तल्लो बारी खेताला छ। अनि म जाँदैछु काठको पिरा अनि प्लास्टिक बोकेर। अनि आधी अघि नै जानुभएको नि त, म चाहिँ भर्खर जाँदैछु। यहाँ बहिनी घरमा छ, हाम्रो साइली बहिनीको चाहिँ
हातमा अलिकति घाँसहरू काट्दा अनि अस्ति अलैँची कोर्दाखेरि हात काटेको छ अनि ऊ चाहिँ घरमै बसिरहेछ उसले हातै हुँदैन भनेर ऊ चाहिँ बहिनी सानो नानीसँग मेरो छोरीसँग छ ऊ चाहिँ अनि म चाहिँ गएँ उसलाई अलिकति कामहरू सघाएर अनि उसको हातले हुँदैन अनि म चाहिँ जाँदैछु भर्खर मात्रै अनि हाम्रो चाहिँ कतिजना छौँ आज हामी तल्लोबाट ऊ तल अलिअलि रातो देखिँदैछ त्यहाँ केटाकेटी 2 जना हाम्रो कान्छी र माथिल्लो घरको बहिनी पनि छ नि त त्यही भएर आज हामी मसिनो बहिनीहरूसँग कतिजना हुन्छौँ भने 2 जना 3 जना 4 5 जना मसँग 6 जना म त तर एकछिन मात्रै हो म त एकछिन आउने अब खाजा पाउनुपर्छ चियाहरू ल्याउनुपर्छ एकछिन यसो देखा पर्नु मात्रै आएको मेलोमा म चाहिँ मेलोमा पनि आइपुगिसकेको छु अनि यहाँ चाहिँ मेलो निकै ओरेसम्म लिइसक्नु भएको रहेछ किनभने म ढिलो आएँ अनि यता 2 जना बहिनीहरू पनि छ अनि हाम्रो खेताला चाहिँ हाम्रो 3-4 जना यता तल्लो छेउको चाहिँ कान्छी आन्टी माथिल्लो छेउको खन्तरी आन्टी अनि बिचको दिदी हुनुहुन्छ मम्मी यता हाम्रो बहिनीहरूको फेरि फाल्टै छ हो उनीहरूले फेरि मजाले भित्ता मात्र लगिरहेछ उनीहरूलाई किनभने अलिक जान्दैन बिचमा लायो भने मकैहरू भाँच्छ भनेर भित्ता उक्ल्नु लगाएको ओर्दै गर्नु नि म अहिले अर्को लिएर आउँछु दुई बहिनीको फेरि यहाँ अर्कै छुट्टै छ यो भित्ता गोड्दै आएको यिनीहरूले धेरै पनि गोडेको होइन बिचतिर पस्यो भने यिनीहरू सबै मकै भाँचिहाल्छ अनि म चाहिँ अहिले चिया लिन जाँदैछु पानी पनि आइसकेको छ म चाहिँ चिया लिएर आउँछु अनि मात्रै गोड्छु सबैजना आज यहाँ भेला भए कसै यता लडिरहेछ काली उठ सबैजना केटाकेटी म चाहिँ यहाँ चिया लान आँटेको यहाँ बहिनीले चिया बनाइदिएछ तयार पारिदिएछ पानी पनि एकछिनमा आउँछ एकछिनमा आउँदैन अहिले पानी आउँदैछ फेरि अहिले हरायो पानी यस्तै हुन्छ बर्खा लागेपछि हाम्रो गाउँमा चाहिँ एकछिनमै आउँछ छिनमै जान्छ म चाहिँ घरमा गएर चिया लिएर पनि आइसकेको छु अनि मेरो चाहिँ काम भनेको चिया खाजा बनाउने मात्रै हो म चाहिँ एकछिन मेलोमा आएर यसो देखा पर्ने मात्रै हो अनि सबैजनालाई यहाँ चिया बाँड्दैछु म चाहिँ यता मम्मी हाम्रो झन्डै लडाउ फेरि मार्गी लागेको छ जो गरेको छ पानीझरीमा भनेको रे बाउको चाहिँ लाकोले लगिदिए त त्यसो भनेर हाँसेर ला प्लास्टिकको देखेछ कि ए गर्दाखेरि सोनिया प्लास्टिक चाहिँ यहाँ पुग्दैछ डातले तिमीहरूले त अलिअलि उखाल्दै गएछौ अलिक राम्रो उखाल पल्लै छेउ पो पुगेको छौँ त अलिक उदो नि तन्का एक हात मात्रै लागेको छ पनि ओड्यो नि अब चुप लाएर बस्न त कति गएर गयो त्यो प्लास्टिक चाहिँ कालो न कालो जस्तो परको छ नि पानी आएर
के भनेको रे तैँले? खेल्दैछ उनीहरू ग्रुप भएछ माथिबाट पनि आएको रहेछ। अनि सबैजनाले चिया पनि खाइसकेर मेलोमा फेरि पनि लागिसक्नु भएको छ। अनि म चाहिँ अब घरतिर फेरि जाँदैछु, म चाहिँ खाजा बनाउनुको लागि। अनि यता चाहिँ खाजा रेडी भइसकेको छ। आलुको चाना, गुन्द्रुकको अचार, चाम्रेमाम। खाजा चाहिँ मैले यस्तै नै बनाएँ योचोटि चाहिँ। अनि खेतालाहरूलाई पनि खाजा खानु बोलाएँ। अनि आन्टीहरू आइसक्नु भएको छ। अनि यता बहिनीहरू सबैजना भएर खाजा खाँदै हुनुहुन्छ। यता चाहिँ हामीले चाहिँ खाजा पनि खाइसक्यौँ। अनि खेतलाहरू चाहिँ गइसक्नु भयो। अनि म चाहिँ सुँगुरलाई चारो लाउनु पर्ने छ। अनि सुँगुरलाई चारो लाएर मात्रै म चाहिँ जानेवाला हो। हामी चाहिँ चिसो खोलेतिर तातो चिसो मिसाइदिएको यहाँनिर चाहिँ। अब मौसम एकदम पानी परिरहेछ अनि त्यही भएर चिसो मौसममा त तातो बनाइदिनु पर्यो बच्चाहरूलाई त। अहिले चाहिँ अलि उग्रिने चाहिँ अघि चाहिँ पुरा कालो न कालो कुहिरोहरू उडेर आएको थियो, पानी पनि आयो। म चाहिँ हिँड्दैछु यता सुँगुरको चारो बोकेर। अनि घाँस चाहिँ अघि लगाइदिनु भएछ मम्मीले। म चाहिँ सुँगुरलाई चारो लाउँछु अनि जान्छु। धन्दाहरू पनि गरिदिइराखेको छु बहिनीलाई अलिक सजिलो हुन्छ भनेर। अब उसको काम त्यही खाना पकाउने, सब्जी पकाउने। त्यति अब उसको हातले पनि हुँदैन हुनु त, तै पनि पकाउँछु भन्दैछ। नपका भने के गर्छ। सुँगुरले चारो लगाइदिनु पर्यो। ललाई अर्को सुँगुरलाई हिँडेको अब कुहिरो उड्दैछ अझै। अब फेरि पानी पो आउँछ जस्तो छ। अहिले चाहिँ हामीले कोदोको बिउ गोडेर पनि लगभग सक्नु आँटेको छौँ। अब थोरै मात्रै रहेको छ। एकदम सबैजना भएर जोड गरिरहेको छौँ। अनि यता हाम्रो दिदीको नानी चाहिँ कोहीसँग नमानेर दिदीले आफै नै बोकिराख्नु भएको छ। अनि हामीले बोकिदिउँ भन्दा पनि ऊ नानी नै मानेन। अहिले त नानी पनि बिचरा निदायो पो। अनि मैले चाहिँ अहिले भोइस कभर गरिरहेको छु किनभने हाम्रो बहिनीले माथिबाट भिडियो गरिरहेको थियो नि त। अनि त्यही भएर मैले चाहिँ अहिले भोइस कभर गरिरहेको छु।
चाहिँ कोदोको बिउ पनि गोडेर सक्यौँ। आज सकिँदैन भन्ने लागिरहेको थियो तर सकियो। अनि हामी चाहिँ घरतिर लागेको। आजको भिडियो चाहिँ यति नै। सबैजनाले हेरेर साथ सपोर्ट दिनुहोला।